मलाई त जस्ट पास हुने सोच छ यार जस्ट पास कराए भएको गाइजहरू एकदम चलाक छ भएको यो खरा त हिजो ल अब साथीहरु मकैको घोगान छ त्यही भएर गरौँ रहेछ अब यति नै बोल्न सकिन्छ पहिला आज हाम्रो ब्लगमा स्वागत छ फेरि आज हामीले नयाँ ब्लग लिएर आइसकेका छौँ आज चाहिँ हामी माथि मकैको ढोड र मकै काट्न गइरहेको छौँ गाइजहरू जाउँ साथीहरु हामी मकैको ढोड काट्न गइरहेको छौँ भुइँसिला घाँस र हामीसँगै आउनु होला गाइज बाटो चाहिँ एकदम धराप छ यस्तै हो पहाडको बाटो गाइजहरू भ्यू चाहिँ बबालै छ गाइजहरू ल तल बिस्तारै बिस्तारै हिँड्नु गाइजहरू लडिन्छ फेरि गाइजहरू भुइँसी त्यता छ पाहाड यता छ गाइजहरू ल तल गाइजहरू हामी मकै बारीभित्र छिरिसक्न आँट्यौँ गाइजहरू हाम्रो मकै बारीभित्र चाहिँ खरायो आएको रहेछ गाइजहरू कहाँबाट आएको नि समाबिजासम्म करायो भएको गाइजहरू एकदम चलाक छ भएको यो खरा त भित्र नि अर्को छ गाइजहरू पर रहेछ मकै चाहिँ एकदम बबाल छ है गाइजहरू मन गाजरी कोदो बारी छ अब यो मकै फाटेर चाहिँ कोदो टक्कसँग रोप्ने हो ओ ढोड चाहिँ कता काट्ने ल त गाजहरू बाँदरले एकदम मकै चाहिँ धराप बनाइदिएको छ त्यही पनि बाँदर रुँदा रुँदै पनि मकै खान्छ गाजरी मकै बारी चाहिँ बबाले छ अब ढोड काट्दैछ बिचारै ढोड पनि दामी निकै नै काट्छौँ हामी ढोड मकैसँगै काट्ने र मकै लगाएर भाँच्ने मकै चाहिँ भरे पोलेर खाने अरे गाइजहरू आगो फुएछ त छ नि अब कोइला बनाइराखेको गाइजहरू अब मकै काटेको हेर्नुहोस् टाइम साथीहरू मैले ढोड काट्दैछु है लगाएर सबै काट्ने बिच यहाँको गाइजहरू यतातिर चाहिँ अहिले मकैको सिजन छ त्यही भएर मकै काट्न आइरहेको छौँ हामी अब यता हेर्नु छ भने एकदम घिउ फलको बोट छ गाइजहरू यता भनौँ भने कोलाको बोट गाइजहरू बिजुलीले चाहिँ एकदम छिटो काट्छ है गाइजहरू मकै गाइजहरू यतातिरको भ्यू हेर्नु छ भने भ्यू चाहिँ यता यस्तो छ बबाली छ है एकदम धुम्म परिरहेछ गाइजहरू के भएर यता मकै पनि लगभग हामीले एउटा गराएको झन्डै काटिसक्न आँट्यौँ गाइजहरू बाँधा देखाएर बाँधाले दुईचोटि आएर पसेर पनि गाइजहरू यति रहेको गाह्रो छ गाउँले जिन्दगी यहाँ माथि हेर्न सक्नुहुन्छ गाइजहरू चिल उडिरह ल गाइजहरू मकै चाहिँ यस्तो छ एकदम दामी खाना लायक खालके हरियो सुक्न आँटेको भन्दा नि हरियो छ गाइजहरू ल है त ल काटौँ बिचाइ छिटो
एक्जामको बेला पनि विजय हेरेर त गाइजहरू ढोड काट्दा आइरहेको छ एकदम ट्यालेन्ट विद्यार्थी हो फेरि विजय त एक्जाम आउँदै गर्छ हामी काम गर्नुपर्छ एक्जामलाई ढिला चाहिँ गर्नु हुँदैन एक्जाममा चाहिँ कति ल्याउने सोच छ त विजय तेरो मलाई त जस्ट पास हुने सोच छ यार जस्ट पास अब के गर्नु हाम्रो नेपालीको पढाइ नै त्यस्तै अब काम गर्नु परिहाल्छ अनि यो काम पनि चाहिहाल्यो जिन्दगीमा यसो पेट पाल्न गाइजहरू मकैबारी यो चाहिँ विकासे मकै हो ल ल गाइजहरू हेर्नु एउटा गरेर हामीले एकैछिनमा काटिसक्यो विजयले एक्लै नामले लाउनुपर्छ यसलाई अझै छोप्नै छ नि त घाँस कतिहरूको कुरा यस्तै हाम्रो व्यवहार यस्तै छ गाइजहरू तपाईँहरूलाई चाहिँ भ्लग हेर्न मनपर्छ भने यो च्यानललाई लाइक सब्सक्राइब अनि सेयर हानिदिनु होला गाइजहरू सक्दो तपाईँहरूले जति सपोर्ट गर्नुहुन्छ त्यति नै भिडियो हामी राम्रो राम्रो ल्याउँदै आउँदैछौँ गाइजहरू योचोटि हामीले गाइजहरू मकै काटेको लिएर आएको छौँ अर्कोचोटि भाँचेको भिडियो लिएर आउन सक्छौँ गाइजहरू तपाईँहरूले सपोर्ट चाहिँ देखाउनु न अनि त्यो चिसो ढोडो नि त पानी परेर एकदम ल गाइजहरू अब चाहिँ हामी यति नै लग्ने निर्णय गऱ्यौँ अलिक धेरै लग्ने भन्दा थियो अलिक गर्मी भएको छ पानीले भिजेर ल अब साथीहरू बोकेको घोगा नि छ त्यही भएर गर्नु रहेछ अब यति नै बोक्न सकिन्छ हामी त यति नै बोक्ने हो धेरै बोकेर नि गानो भुस्याउनु पर्यो गानो भुसिन्छ भने चाहिँ पेट दुख्छ ग्यास टाइटी हुन्छ भन्छन् होइन अब यति नै बोक्ने हो धेरै बल गरेर धेरै बोक्नु नि हुँदैन भनेर सिकाउनु हुन्छ मम्मीहरूले अनि मान्नु नि पर्यो छोरीबारी के गर्नु नमान्दा हुँदैन र नमानेर चाहिँ के गर्नु फेरि आफूलाई घाटा गाइजहरू यता भ्यू हेर्न सक्नुहुन्छ है तर भ्यू पनि के देखाउनु गाइज एकदम धुम्मिरहेछ है धेरै राम्रो त छैन भ्यू यस्तै हो गाइजहरू बोकेर हिँड्ने हो ल गाइजहरू अब बोकेर हिँड्ने अरे टक्क हिँड्नु हेरि मात्रै त खालि बोकेर हिँड्छ विजयले बजरङ्गबली भन्ने उचाल्दैछ विजयले अझै श्रीराम गरौँ भएको छ अरे गाइजहरू अझ गाइजहरू अब एकछिन अब तल लगेर भुइँसेर टक्क मकै भाँचेर हालिदिने हो ढोड भुइँसी बाख्रालाई होइन विजय गाइजहरू यताको चाहिँ यस्तै छ है यता बिउ छ कोदाको यता मकै छ मकै भाँचेर रोप्ने हो गाइजहरू यतातिर यस्तै छ यतातिर बाख्रा छन् गाइजहरू यतातिर बाख्रा छ गाइजहरू यो चाहिँ काँक्राको बोट हो गाइजहरू काँक्रा चाहिँ फल्न मात्र आँट्दैछ यहाँ चाहिँ भुइँसी छ गाइजहरू ल यता गाइज यहाँबाट झन् भ्यू हेर्नु यहाँ डाँडाबाट चाहिँ बबालै छ हेर्नु त गाइज भ्यू चाहिँ बबाल छ यहाँ भ्यू बल छैन विजय यता भ्यू कस्तो छ त ब्लग विजयको बबालै जानेछ यसरी के त्यो भ्लगमा चाहिँ गाइजहरू 1 मिलियन भ्यू जाला जस्तो छ यहाँ चाहिँ गाइजहरू आल्छको बोटी
गाइजहरू बिजुवाले चाहिँ मकै एकदम छिटो छिटो भाँचिरहेको अलि बिस्तारै भात नउजै हात काट्छ अहिले गर्दैन है यतिको काम हात पर छिटै जलाउनु पर्छ नि त काम गर्दाखेरि गाजर मकै चाहिँ एकैछिनमा यत्रो पनि भाँचिसक्यो बिजुवाले मकैमा थिएन बाँदरले जिन्दगी बगेको मकै पनि लगभग भाँचि नै सक्यो मकै काटेर ल्याएर भाँचेर हेर त खोइ त अब मकै छिटेन त ल भाँचि पनि सक्यो अब भुजीलाई घाम काटेर साथीहरू जीवन त यस्तै हो अघि बढिरहन्छ चलिरहन्छ खोलाको प्रवाह जस्तै बगिरहन्छ जीवनमा शान्ति सुख समृद्धि सबै थोकको सपनादेखि हामी सबै अघि बढ्छौँ तर कसैको पुरा हुन्छ कसैको पुरा हुँदैन कोही त्यसै मर्नुपर्छ कोही त्यसै सबै सपना पुरा भएर रमाइरहेका हुन्छन् सबैको जिन्दगी राम्रै हुन्छ कसैको नराम्रो हुन्छ भिखारीको नराम्रो हुन्छ धनाढ्यको जिन्दगी राम्रो हुन्छ जिन्दगीमा सबै कुरा सबैलाई कहाँ मिल्छ र कसैलाई धेरै मिल्छ कसैलाई थोरै मिल्छ भाग्यको खेल भन्छन् तर कसरी भाग्यको खेल होला र आफ्नो कर्म जे गरिन्छ त्यसको फल त मिल्ने हो राम्रो कर्म गरे राम्रै फल नराम्रो कर्म गरे नराम्रै फल भगवानले दिएको एक दिनको जिन्दगी छ राम्ररी त जिउनु पर्यो नि यार त्यसैले तिमी पनि राम्ररी जिउनु म पनि राम्ररी जिउँछु मनका कुरा यस्तै सार्दै गरौँला फेरि अर्को भिडियोमा पनि यस्तै कुराहरू भन्न पाए भनौँला शान्तिका कुराहरू शान्तिमै रहौँ टुङ्गिया मिजा अब पातले खेल्यो बिजा कन मारे खेल्यो यत्रो पातले